हेलो साथीहरु, गुड मर्निङ, नमस्ते। के छ खबर? सन्चै हुनुहुन्छ? फेरि म धेरै पछि भिडियो लिएर तपाईहरु सामु उपस्थित भएको छु साथीहरु। अलि देखेकै साथीहरुको एकदम घाम लागिरहेको छ है, चारैतिर खुल्ला राम्रोसँगले घाम लागिरहेको छ। मजाले घाम लाग्यो भने चाहिँ हामी चाहिँ सुँगुरलाई चारो खोज्न जाँदैछौँ साथीहरु। चारो चाहिँ पर निकै टाढो जानुपर्छ। चारो चाहिँ निङदुरेको सोतरकै यति बेला हुन्छ नि त, अनि घाम लागेको बेला लिएर सुकाउन जाँदैछौँ मम्मी र म चाहिँ। भर्खर घरमा हिँडेको, यस्तो मजाले घुम्दै घुम्दै पनि है घाम लागेको छ। यसरी जाँदै गरेको माथि मम्मी हिँड्दै हुनुहुन्छ, म पछि पछि जाँदैछु साथीहरु। यस्तो घाम छ साथीहरु हिँडेको, म चाहिँ गलेर। आज त यति धेरै घाम छ साथीहरु, म चाहिँ गर्मी भएर नि यस्तो टोपी लाएर हिँडेको कि मेरो चाहिँ टाउको दुख्छ त घामले, अनि जाँदैछौँ साथीहरु। हामी आधी बाटोसम्म आइपुग्यौँ। जान्छ निकै टाढै पर्छ कि हाम्रो सानीहरूको घर छेउमा हो, त्यही भएर सानीको पुग्दै पुग्दै हिँडेको हामी चाहिँ। जाँदैछौँ साथीहरु। मम्मी चाहिँ अघि अघि हिँडिरहनु भएको छ, म पछि पछि छु। म चाहिँ अलिक हिँड्न सक्दिनँ है। यसरी जाँदैछौँ हामी सरर। अब चाहिँ हामी सानीको घर नजिक आइपुग्यौँ। हामी चाहिँ सल्लाहघारी, हाम्रो सानीको घर छेउमा सल्लाहघारी छ क्या। बाटो माथि बाटोमा यस्तो मजाको छ कि सल्लाहहरू, र घामले गर्दाखेरि राम्रो देखिएन कि के हो, यस्तो छ। अनि अब हामी चाहिँ 5 मिनट जतिमा सानीको घर पुग्छौँ। एकछिन बस्छौँ अनि सुँगुर चारो खोज्नतिर लाग्छौँ। यस्तो छ है साथीहरू सल्लाह चाहिँ। पहिला चाहिँ कति सानो सानो थियो है, हामीलाई थाहा पाउँदै थियो, अहिले त यस्तो भयो सल्लाहहरू, यस्तो भयो। सानीको घरमाथि आएँ। यो चाहिँ हाम्रो सानीको सासू ससुराहरूको चौतारा हो है, माने भनौँ न। तामाङहरूको चाहिँ यस्तो बनाउँछ यतातिर चाहिँ, त्यही भएर देखि यो चाहिँ हाम्रो सानीहरूको घर हो। हामी आइपुग्यौँ। आमा तोरी फुलेछ, पहेँलै भएछन्। हामी आइपुग्यौँ साथीहरू हामीको घरतिर। घर साथीहरू सानीहरू चाहिँ घरमै हुँदो रहेछ। तोरी फापर फुलेछन् हाम्रो सानीकोमा चाहिँ, यस्तो मजाले। हामी चाहिँ यस्तो तल सानी घरदेखि ओह्रालो खोलातिर लाग्दैछौँ सोतर काट्नै। अम्लिसो पनि फुलिसकेछन् हाम्रो सानीहरूकोमा त, अम्लिसो कुच्चो। चारो काट्दैछौँ मम्मी यता, म चाहिँ बोक्दैछु उता। सानीले काटिदिनु हुँदैछ चारो। हामी चाहिँ यतातिर काट्छौँ साथीहरू। यस्तै हो क्या, यो चाहिँ निङ्गुरे सोतार भन्छौँ हामी चाहिँ। तपाईँहरूतिर चाहिँ के भन्नुहुन्छ? यो साथीहरू चारो चाहिँ हामी चारो काट्दैछौँ। म चाहिँ यहाँ काट्दैछु है, कति धेरै रहेछ क्या। यो हाम्रो सानीको घर उल्लोपट्टि खोल्छ हो कि, यस्तैलाई भन्छ है। सामान्य सोतार पनि भन्छौँ, निङ्गुरे सोतार पनि भन्छौँ। यो चाहिँ हामी सुँगुर चारो खुवाउँछौँ, यसलाई सुर्काएर राख्छौँ अनि पछिलाई काम दिन्छ भनेर खोज्न आएको मम्मीले म चाहिँ। यो खोल्सातिर वरिपरि एकदमै धेरै रहेछ, अनि यसरी हामी चाहिँ काट्दैछौँ। अब चाहिँ भारी पुग्न लाग्यो। यति सोतर काट्यौँ साथीहरू। अब भारी लाउनु लागेको, भारी पुग्न लाग्यो। मम्मीले भारी लाउँदै हो, मलाई चाहिँ भारी लाउनु आउँदैन साथीहरू। म चाहिँ डोकामा मात्रै बोक्थेँ कि यसरी नाम्लोमा बोक्न चाहिँ आउँदैन। आज फर्स्ट टाइम हो है सोतर। अब हामीले एकैछिनमा यति काट्यौँ। चारो पनि पुऱ्यायौँ साथीहरू, भारी पुग्यो है। हामी चाहिँ घर जाँदैछौँ अब सानीकोबाट। घर फर्केको म चाहिँ अघि अघि छु, मम्मी चाहिँ यहाँ पछि पछि। यसरी हामी जाँदैछौँ साथीहरू, भारी पुग्यो।
अलि साथीहरू हामी चाहिँ घर आइपुग्यौँ है। हामीले आज चाहिँ चारो खोजेर ल्यायौँ। आजको काम चाहिँ हाम्रो यति नै हो है। यहाँ म चाहिँ गलेर बसिरहेको छु। आजलाई यति नै साथीहरू, बाई बाई।